हेलो एभ्रिवान गाइज वेलकम ब्याक टु माई न्यू डेली भ्लग होइन। आज म चाहिँ होइन नयाँ भ्लग लिएर तपाईँहरू समक्ष उपस्थित भइसकेको छु होइन। र म र मेरो दिदीले ड्राइभिङ सेन्टर आएका छौँ र ड्राइभिङ सेन्टरमा चाहिँ दिदीले सिकिराख्नु भएको छ। उहाँ मरि होइन ऊ हेर्न न त्यहाँ खुट्टा झारी सिकिराख्नु भएको छ। गजब बेइज्जती 8 घुमाउनु पर्ने हुन्छ त यो 8को त्यो उमा चाहिँ अलिकति के नपुगेर भन्छ के भन्छ त्यस्तै होला है। दिदीले चाहिँ यहाँ सिक्दै हुनुहुन्छ। कस्तो भइरहेछ उहाँ चाहिँ लाइसेन्सको लागि हो, त्यो भएर ट्रायल भन्दा पनि 1-2 दिन सिक्नु आउनुभएको। देख्न सक्नुहुन्छ यो चाहिँ वरिपरिको दृश्यहरू यहाँ। एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने होइन, कतिजनाले चाहिँ मेरो च्यानल सब्सक्राइब गरेर अनसब्सक्राइब पनि गरिदिनु भएको रहेछ होइन। सायद तिनीहरू चाहिँ त्यो मेरो आफ्नै होइन पूर्व क्रस एक्सहरू हुनसक्छन् होइन। त्यसो नगरिदिनु होला प्लिज होइन। अब म मन परेन भन्दैनमा होइन, मेरो च्यानल चाहिँ अनसब्सक्राइब नहानिदिनु होला होइन। होइन त्यसो नगरिदिनु होला, बरु भिडियो नहेर्नु, लाइक कमेन्ट केही नगरिदिनु होइन। त्यसरी नगरिदिनु, त्यस्तो यो फटाइ काम नगर्नु होला होइन। अनि त्यही भन्न चाहन्छु होइन। त्यही हो, दिदीले हेडफोनको लागै हुनुहुन्छ होइन। अनि हिजो नै आएको थियौँ, हिजो चाहिँ घामले होइन दिदीलाई कतिखेर आधी घन्टा नि त आधी घन्टा कसरी सक्छ भनेर होइन। हिजो चाहिँ मलाई टाइम सोधेको थियो, तर आज चाहिँ सोधेको छैन होइन। सायद आज घाम यस्तो लागिरहेको छ। अच्छा अनि त्यही हो साथीहरू होइन, त्यस्तै छ जिन्दगी होइन। अनि मलाई चाहिँ धेरैको त्यो अल्छी लाग्यो नि त। दिदीले चाहिँ फोनको लाउँदै हुनुहुन्छ। ऊ कहाँ आयो प्लेन कहाँ आयो? म चाहिँ बच्चा जस्तो छु क्या, अब प्लेनहरू देख्नु हुँदैन होइन। माथि यसरी क्यामेरा यसरी थडाइदिने देखाइहाल्नु मन लाग्छ होइन। कस्तो भइरहेछ? 1-2 शब्द जाओस् न त, अलिक ठुलो बोलिदिनु ल। उहाँलाई केही भएको छैन, हिजो जति अति चाहिँ भएको छैन होला। हिजो त कतिखेर 2 बज्छ भन्दै हुनुहुन्थ्यो, आज त टाइमै सोध्नु भएको छैन आएकोदेखि। यो कतिखेर जान्छ भनेर ए त्यस्तो रहेछ। मैले अहिले गलत समाचार सम्प्रेषण गरेँ, यसमा माफी छु होइन। अघि मैले त्यस्तो भन्दै थिएँ, तर होइन रहेछ, वास्तविकता अर्कै रहेछ। मैले चाहिँ बाइक सिकेँ भने होइन साथीहरू होइन, इँटाघारीतिर हाली पठाउँछु होइन। त्यही भएर इँटाघारीतिर किन लाने, अब पछाडि बिस्तारै गरौँ भनेर नि। नत्र मलाई बाइक कुदाउनु आउँछ होइन। मलाई फेरि धेरै लामो रनवे नै चाहिँदैन, एकैचोटि इँटाघारीदेखि आकाशतिर पठाइदिन्छु। अच्छा म बाइक सिक्नुमा त्यति योग्य छैन, प्लेन उडाउनुमा चाहिँ बरु खफिस रहेछु। एकैचोटि त्यसो रनवेबाट उडाइदिनु खोज्छु क्या म चाहिँ प्लेनहरू बाइकहरू। त्यही भएर मलाई चाहिँ होइन रनवे चाहिन्छ क्या, रनवे चाहिन्छ मलाई, धेरै लामो बाटै चाहिँदैन। सो द्याट होइन यस्तै छ। त्यही हो, म बाइक कुदाएँ भने खत्रै कुदाइदिन्छु होइन। मलाई फेरि सानोतिनो बाइक होइन, मलाई के अरे प्लेन जस्तो बाइक चाहिन्छ, रनवेबाट एकैचोटि आकाशतिर जाने। ल है साथीहरू, अहिले म उता जाँदाखेरि एउटा त्यो देखाउँछु होइन। सो द्याट भ्लग यहाँको चाहिँ यति गर्नु धेरै गफ भने ल। सबैजनाको त्यो च्यानल सब्सक्राइब गरिदिनु होला, त्यो च्यानल सब्सक्राइब अनसब्सक्राइब नगर्ने होला फटाफटीहरू। त्यो कस्तो के गरेको, च्यानल सब्सक्राइब गरेर अनसब्सक्राइब गर्नु लाज लाग्नु कस्तो खालकोहरू छ नि यार। गाडी छाड्नु चाहिँ ड्राइभिङ सेन्टरबाट फर्केको छ होइन। दिदीले ड्राइभ गरिरहेको भएको छ बाइक, म भ्लग बनाइरहेको छु। केही सुनिँदैन होला हावा त होइन झिकेर। अब हामी चाहिँ यस्तो लागेर यस्तो हान्नुपर्छ नि त। त्यही हो गाइस, अब हाम्रो बस्ने ठाउँ पनि आइसक्नु आँटेको छ है। बाटो स्पिडमा मिलाइ होइन, यता र उता ट्रायङ्गल रेक्टेङ्गल होइन आइसक्नु आँटेको। अस्ति मैले यहाँ बाइक उडाउनु खोज्न आँटेको रनवे आएको चाहिँ यो हो, त्यो रनवे चाहिँ
त्यहाँबाट झन् उडाइदिएको नि मैले प्लेन होइन बाइक दिदीले मलाई यहीँसम्म छोडिदिनु मेरो त्यहाँदेखि हिँड्दै आइज भने चाहिँ के गर्नु ल त्यही छ ल मेरो दिदी अब यहाँबाट बाइकमा जान्छ म हिँडेर ल म आइपुग्छु हिँडेर अहिले जहाँ चाहिँ जानुभयो अब मैले भ्लग इन्टिङ गर्ने ठाउँ पनि आइपुग्नु आँटेँ नि त अब म रुममा आइसक्नु आँटेँ होइन अघि पर खिचेको भिडियो चाहिँ सिनेमेटिकमा भएछ होइन अनुहार यत्रो आइरहेको छ क्या मलाई कस्तो खालको ए मलाई त्यसलाई त भित्रबाट चाबी पो लगाइदिएछ त साथी ए बाहिरबाट चुक्कु लगाइदिएछ नि त ल है आएर सेक्युरिटी पनि हो नि त म ल अब मैले नै दाइले यो थुन्नुपर्ने हुन्छ नि त है त्यही हो गाइज अब हामी आइसकेका छौँ के हो ल ल साथीहरू तपाईँहरूलाई अब आजको मिनी भ्लग जस्तो हो भनौँ छोटै हुन्छ होइन कस्तो लाग्यो सबैजनाले लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला र जाँदै होइन दिदीलाई के भन्न चाहनुहुन्छ कस्तो भयो त आजको के भन्छ रमाइलो भयो ल ओके बाई एकछिन पछाडि खाजा